एकछिन कता हतार गर्नुहुँदैछ साथी, हेर्नुहोस् 2/3 को अहिलेको सरकार किसानमुखी सरकार। यो भिडियो तपाईँले छुटाउनु भयो भने तपाईँ पश्चातापमा पर्नुहुन्छ। यो पुरा भिडियो हेर्नु त, अलिकति भिडियो। किसानमुखी सरकार अहिलेको 2/3 को नेपाली काङ्ग्रेस र नेकपा एमालेको भिडियो यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। तपाईँहरूलाई म देखाउँदैछु अहिलेको सुशासन। किसानहरूको लागि 5 केजी मल पाउनको लागि यो लाइन बस्नुपर्छ। अहिलेको 2/3 को सरकारले सुशासन र किसानमुखी सरकार हेर्नुहोस् है साथीहरू। किसानलाई एकदम फाइदाजनक नेकपा एमालेको सरकारले किसानहरूलाई 10 किलो मल दिनको लागि हेर्नुहोस्, यो ताता घाममा यसरी लाइन लागेर तछाड र मछाड गर्नुपर्छ। अनि हामी आम जनताले जिताएर पठाएको किसानमुखी सरकार, किसानको लागि एकदम। केपी बाले भन्नुहुन्छ नि, हामी त किसानका लागि के नगर्छौँ भनेर। यहाँ हेर्नुहोस् मोरङको सुन्दर हँचा 12 मा किसानले 5 किलो मल लिनको लागि यसरी तछाड मछाड गर्नुपर्छ। अब तपाईँ भन्नुहोस्, यसमा यो अहिले सुन्दर हँचा 12 मा 2-4 बोरा मल आएको छ, एकछिन पछाडि होइयो भने मल पाइँदैन। अनि किसानलाई चाहिँ तपाईँको सुविधामुखी किसानमुखी सरकार भनेर तपाईँहरू भन्नुहोस्। अझै पनि त्यही सरकारको पछि लाग्नुहोस्, अनि किसानले चाहिँ उपलब्धि पाउँछ। अनि यो सरकारलाई तपाईँ हामीले के भन्ने, हेर्नुहोस् यहाँ हेर्न सक्नुहुन्छ। मोरङको सुन्दर हरैजामा चाहिँ सुन्दर हरैजा 12 मा चाहिँ 5 किलो मल लिनको लागि तपाईँ के भन्न चाहनुहुन्छ भन्नु त? हामीले साह्रै दुःख पायौँ, सरकार चाहिँ अति नै भएन। यस्ता पनि सरकार हुन्छ त, जनताले भोट दिएर जिताएर लगेको मान्छे। त्यही त, किसानको लागि चाहिँ एकदम, किसानको लागि चाहिँ हामी किसानमुखी सरकार भन्छ त, के भन्नुहुन्छ यसमा? हामी अब किसान बोलाले खोइ के फाइदा छ, हामीले जिताएर पठाएको मान्छे। त्यही त, यस्तो दुःख पाउँछौँ भने हामी किन भोट दिन्थे? सुन्नु हुँदैछ, जनताको कुरा सुन्नु हुँदैछ तपाईँ। यहाँ हेर्नुहोस्, यहाँ हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ साथीहरू। यो केही होइन, एउटा किसानले चाहिँ 5 किलो मल पाउनको लागि यो लाइन बसेर यसरी ठेलामठेल यहाँ हेर्न सक्नुहुन्छ। अनि के भन्ने तपाईँ के भन्नुहुन्छ हजुर? अनि किसानको लागि किसानलाई उद्धार गर्ने सरकार भन्छ त, के भन्नुहुन्छ? यो गैर सरकार हो। यो यस्तो किसानीले मल पाउँदैन, बेलामा केही पाउँदैन भने कसरी गरिहाल्छ? ल हेर्न सक्नुहुन्छ, यहाँ यो के को भिड भन्नुहुन्छ होला, तर यो किसानले 5 किलो मल लिनको लागि यसरी लाइन लाग्नुपर्छ है। यो देख्न सक्नुहुन्छ। के भन्नुहुन्छ तपाईँ, भन्नु त अलिकति। किसानको मान्यता छ, त्यही त, किसानको लागि अरे अहिलेको सरकार किसानमुखी सरकार। किसानको लागि हो भने के गरेको यो? त्यही त, यस्तो गर्नु पाइँदैन। ल हेर्न सक्नुहुन्छ। अनि अहिलेको अब नेकपा एमाले नेपाली काङ्ग्रेसको 2/3 को बहुमतलाई के तपाईँहरू अझै पनि 84 मा यिनीहरूलाई नै जिताउन चाहनुहुन्छ? यो दुःख शास्ति तपाईँहरूले अझै फेरि भोग्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ है यहाँ एकदम। के भन्नुहुन्छ सर, भन्नु त अलिकति। नयाँ परिवर्तन हामी खोज्छौँ। देख्न सक्नुहुन्छ, यो जनताको आक्रोश हो, जनताको।